के अरे आन्दोलनमा गएका 500 मिनट नहुँदै मार्नुभएछ। अब सरकारले सोही घोषणा त गर्नु हो तर न्याय पाएको छैन। हजुरले न्याय दिलाउनु म ठुलो आशा राखेको। जस्तै तिनी हत्याराहरू चाहिँ अब खुल्याम हिँडिरहेको छन् होइन, अब अहिलेसम्म न्याय मिलेको छैन। अब न्याय मिले जस्तो महसुस होस् हाम्रो जिम्मेवारी हो, हाम्रो जिम्मेवारी बोलेर भन्दा गरेर गर्नुहुन्छ। हाम्रो जिम्मेवारी हो, त्यसैको जगमा टेकेर अहिलेको यो परिवर्तन हामी खोजिरहेका छौँ। जुन परिवर्तन गर्न खोजिरहेका छौँ, हामीसँग धेरै परिवारहरू जोडिनु भएको छ। हामीसँग नै आशा र अपेक्षा गरेर र नयाँ साथीहरूले भन्नुभयो कि यो नयाँ मिल भन्नुभयो। बालनजी हामी एकै ठाउँमा आएको पनि एउटा कारण छ। अरू नयाँ साथीहरूसँग कोसिस गऱ्यो भने अझै केही साथीहरूलाई कोसिस गर्दैछौँ चुनाव पछाडि पनि गर्न सकिने राम्रा नयाँहरूसँग भोलि कसरी सहकारी गर्न सक्छ भनेर यो हाम्रो कर्तव्य हो। हामी यसमा एकदमै अडिक छौँ, पछि हट्दैन। अनि त्यो तपाईँलाई बताउँछु, हामी पछि हट्दैन। तपाईँहरू एक्लो हुनुहुन्न, जे बित्यो जे गयो जे घुम्यो त्यो प्राप्त हुन सक्दैन, तर न्याय त दिन सकिन्छ। न्यायका लागि तपाईँहरू एक्लै हुनुहुन्न, यति चाहिँ तपाईँहरू निर्णय गर्नु होला। हामी सकेको लागेको पुगेको हरसम्भव कोसिस गर्छौँ।